यो पिकनिकको बिहानको मर्निङ ब्रेकफास्ट हैन। पिकनिक हैन त नि। हेलो हाई हेलो नमस्ते। म चाहिँ आफ्टर लङ टाइम म भ्लग सुरु गरिरहेको छु। आज हाम्रो पिकनिक छ। अब हाम्रो गाडी पनि आइसकेको छ। हामी चाहिँ यहाँ घरबाट निस्किसकेको छौँ है। गाडी देख्दै हुनुहुन्छ। ल घाम देख्यो घाम देख्यो। घाम आयो है। यस घाम देख्यो घाम घाम। बिहानीको झुल्के घामसँगै हामी पिकनिक स्पट पुगिसक्यौँ भनेर भन्नुपर्ने थियो होइन। ल हामी चाहिँ पिकनिक स्पटमा आइपुगिसक्यौँ। यहाँ चाहिँ पिकनिक स्पट चाहिँ हुन्छ। पिकनिक स्पट चाहिँ यहाँनिर राम्रो सम्मिसकेको रहेन रहेछ। भ्याएको पनि रहेछ। तर पनि हामी अब आज यहाँनिर अब रमाइलो गर्नेवाला छौँ। ए हाम्रो सरहरू चाहिँ यहाँनिर अब हामी सामान ल्याउनु जाने होइन। हेलो हेलो सामान ल्याउनु जाने होइन। लु लाग्दिउँ न त ल। ल हामी चाहिँ सामान ल्याउन जाँदैछौँ है। अम्मै लु हामी आउँदैछौँ है। हाम्रो मिसहरू चाहिँ आउँदै हुनुहुन्छ। यहाँ ठाउँ पनि अलिकति चित्त नबुझेर यहाँ पिर परेर बिजोग छ। यो पिकनिकको बिहानको मर्निङ ब्रेकफास्ट होइन चाहिँ यो हाम्रो के जाति छ के पो इस्कुस प्लस इस्कुसको जरा। यस यहाँ उहाँ चाहिँ अघि खाँदै हुनुहुन्छ परतिर फेरि। अब म नि खान्छु। यहाँ चाहिँ अब कटिङको कार्यक्रम पनि हुन लागिरहेको छ। यहाँनिर मिसहरू तयारी गरिरहनु भएको छ। यो चाहिँ हाम्रो वनभोजको ब्यानर। यतातिर कुर्सी सुर्सीहरू छ। सरहरू बसिरहनु भएको छ। टिका मिस हुनुहुन्छ यहाँ चाहिँ उहाँ धमाधम हुनुहुन्छ। ठ्याक्कै यो देखिरहेको ठाउँ चाहिँ सुकेटार हो। यो चाहिँ सुकेटार हो ताप्लेजुङको विमानस्थल। अनि यहाँदेखि तल यो चाहिँ हाम्रो घरहरू पनि देख्दैछ हौ। हाम्रो घरहरू यो चाहिँ सानो देखिरहेछ। यो चाहिँ हाम्रो गाउँ हो। यो चाहिँ हामी चाहिँ यता वारिपट्टि छौँ। भ्यू आजको राम्रो छ। क्लियर चाहिँ नभए पनि एकदमै राम्रो छ। तलतिरको चाहिँ फेरि यो गाउँ छ। यो कामी डाँडा भन्छ यहाँनिर राम्रो छ। यो आज तुवालो लागेर चाहिँ राम्रो देखिरहेको छैन। यो पर थेचम्बु। अनि यहाँनिर चाहिँ हाम्रो डिजी सरले चाहिँ सामान राख्नलाई भन्दा नि यो अहिले अघि बिहान चाहिँ धेरै जाडो थियो नि त। जाडो भएर चाहिँ सबैले ज्याकेट स्याकेटहरू लाउनु भएको थियो। अनि अहिले चाहिँ टक्क डिजी सरलाई धेरै धेरै धन्यवाद। हाम्रो लुगा पनि भुइँमा नलत्रिने भयो होइन। यो भएपछि सबैको लागि एकदमै राम्रो हुने भयो नि त। यहाँनिर चाहिँ ज्याकेट स्याकेट झोला सोला है हजुर होइन टिका सीतामिस धमाधम हुनुहुन्छ है मिसहरू यहाँनिर। टमाटर काट्न सुरु भयो होइन। सलादहरू रेडी हुँदैछ। मन्जु मिस ज्योति मिस गङ्गा मिस सीता मिस हुनुहुन्छ। अनि यता हाम्रो हेड सर हाम्रो निवर्तमान हेड सर हुनुभयो। पोहोर मेरो लास्ट भन्दै हुनुहुन्थ्यो हेड सरको। अहिले पनि हुनुहुन्छ होइन। सेकेन्ड लास्ट मात्रै भयो फेरि। अरू यो पनि सेकेन्ड लास्ट नै होला हजुर।
खाजा सुरु भयो है ल होइन केही हुँदैन हौ अनि यो पिकनिक होइन त अनि हो नि त हौ हाम्रो लागि सेयर गरौँ ल मेरो कदम खरखर चार सुन झेकेर चिन्ता बसेर 4 दिनमा आएको खोइ त अनि फेरि घटिहाल्छ नि एकछिनबाट हामी बिदाको तयारीमा छौँ हाम्रो मामिस यहाँ सबै तपाईँलाई पुऱ्याउनु छ त हो मान्छे किन टेन्सन लिनु छ हाम्रो सीता मिस हुनुहुन्छ हाम्रो सिनियर मान्छे होइन हेड सर त्यहाँ हुनुहुन्छ होइन अनि हामी तयारीमा छौँ अब जाने होइन